नमस्कार, म मोनु सरकार। म चाहिँ बाहुनको छोरो। करिब 13 वर्ष जति भयो मैले यो चटपटे पसल खोलेको। हाम्रो चाहिँ कैलालीबाट आउनु भएको छ चटपटे खानालाई पर्वहरू र सबै पर्वहरूलाई स्वागत छ है। पर्व आथाप्नुस्। पर्व कस्तो छ चटपटे? बबाल छ बबाल। बबाल छ नि मेरो चटपटे। अर्कोचोटि आउनुहुन्छ कि न यता पसलमा? यति चटपटे खाने अब जिन्दगीमा म कहिले खाँदैन। पर्वलाई धेरै मन पर्यो जस्तो छ चटपटे। हात थाप्नुस् पर्व। पर्व तपाईँ पनि हात थाप्नुस्। ओहो पर्व, यो पर्व हो दाजु, तपाईँले सबैलाई हातमा दिनुभयो, मलाई पान्नमा किन दिनुभयो त? होइन होइन पर्व, तपाईँ शङ्का नगर्नुहोस्। तिनीहरू गरिब थिए, तिनीहरूलाई हातमा दिए। तपाईँ धनी हुनुहुन्छ, त्यही भएर तपाईँलाई पान्नामा दिए। ल ब्रदर, म चाहिँ काठमाडौँदेखि तपाईँको चटपटे खाना स्पेसल आएको हो, अनि एकदम झर्रो बिर्रो चटपटे बनाउनु पर्छ है। ल ए चिन्तै नगर्नुहोस् न पर्व, तपाईँको लागि त म स्पेसल चटपटे बनाउँछु नि। ल आउनुहोस्, रेडी भएर बस्नु तपाईँ। यो लिनुहोस्, स्पेसली तपाईँको लागि पर्व। ब्रदर, यसमा त अमिलो लागेको छैन त, के हो? ए अमिलो लाग्यो होइन, यो लिनुहोस् पर्व। अनि यसमा त नुन पनि लागेको छैन त। ए पर्वलाई नुन पनि लागेन, यो लिनु पर्व नुन। अनि यसमा खुर्सानी कसले हाल्ने हो त? मैले हाल्ने हो? न म आउँछु, त्यहाँ आउँछु, म आउँछु काम गर्न। त पर्व भनिरह, 13 वर्ष बताइले खोलेको, तर खुर्सानी हाल्न जानेनस्? ए भनेपछि पर्वलाई खुर्सानी पनि लागेन। यो लिनुहोस् पर्व खुर्सानी, मोटे ढोडो चाहिँ टोक्नुहोस् मजाले। अनि एउटा कुरा पर्व, तपाईँको कास्ट के हो? अनि 10 बेला पर्व भन्नुहुन्छ तपाईँ, अनि यस्तो चटपटे बनाउनुहुन्छ। तपाईँ मेरो कास्ट सोध्नुहुन्छ? तपाईँको कास्ट के हो त्यो भन्नु अगाडि। यस्ता बाजी पनि कोही बनाउँछ? यो को खान्छ यो? पर्व मेरो कास्ट चाहिँ एकछिन, हुन त कुकुरको कास्ट हुँदैन। छोड्नु, म जान्छु। यस्ता बाजी खान्छ ल, खा भाइ।